यदि तपाईँ दुबईमा बसिरहनु भएको छ भने दुबईमा चाहिँ अब तपाईँले चाहिँ धेरै याद गर्नुपर्ने कुरा चाहिँ तपाईँले चाहिँ मोबाइल चलाउनुहुन्छ होला। मोबाइल चलाउँदाखेरि चाहिँ तपाईँले सिम पनि युज गरिराख्नु भएको छ होला र सिम युज गर्दा चाहिँ तपाईँको अब युएमा चाहिँ 3वटा अपरेटरको सिम हुन्छ जसमा चाहिँ अब एतिसलात रहेको छ र डु रहेको छ, भर्जिन रहेको छ। यो 3वटा अपरेटरको चाहिँ जस्तै सिस्टम चाहिँ सेम नै हो, जस्तै लगभग उस्तै नै हो यो 3वटा डु, एतिसलात र भर्जिन। 3वटा सिम चल्छ यहाँ, यो 3वटै सिम उस्तै हो। यदि तपाईँले आफ्नो नाममा सिम गर्नुभएको छ भने चाहिँ तपाईँले आफ्नो आफ्नो नाममा गरेर चाहिँ चलाउनु होला। यदि अरूको नामको सिम युज गर्नुभएको छ भने त्यसलाई आफ्नो नाममा नामसारी गर्नु होला। किनभने तपाईँले अरूको नामको सिम चलाइराख्नु भएको छ भने त्यो सिममा चाहिँ अब तपाईँले पछि रिन्यू गर्नु पर्यो अथवा केही गर्न पर्यो भने चाहिँ तपाईँको सिममा प्रब्लम आउँछ र तपाईँले रिन्यू गर्ने बेलामा अथवा केही अपडेट गर्न पर्यो भने तपाईँको अब त्यही मान्छे नै चाहिने हुन्छ र दुबई जान भएर चाहिँ तपाईँको रिन्यू गर्नुपर्ने हुन्छ। तपाईँको अब सिमको जस्तै 1 वर्षको भ्यालिडिटी हुन्छ र जस्तै 1 वर्षभित्र चाहिँ तपाईँले अब त्यो नाम अरूको नाममा चाहिँ सिम युज गर्नुभएको छ र त्यो सिमलाई आफ्नो नाममा चाहिँ पहिल्यै गरिहाल्नुपर्छ र यदि आफ्नो नाममा गऱ्यो भने अब धेरै समस्याहरूबाट बच्न सकिन्छ। अब जस्तै अब आफ्नो नामको सिम अरूलाई दिनुभएको छ भने त्यसलाई अरूको नाममा ट्रान्सफर गरिदिनु र अरूको नामको सिम आफूले चलाइरहनु भएको छ भने त्यो आफ्नो नाममा गर्नु होला। यसरी गर्दा चाहिँ अब आफू अलिकति सुरक्षित हुन्छ र जस्तै तपाईँले आफ्नो नामको सिम अरूलाई दिनुभयो र अरूले त्यसमा चाहिँ अब के गर्नुभयो अब तपाईँलाई थाहा हुँदैन र केही परिहाल्यो भने चाहिँ तपाईँले पुलिसले चाहिँ तपाईँलाई नि खोज्छ नै। अब यस्तो गर्यो भने चाहिँ तपाईँलाई थोरै अप्ठ्यारो हुन्छ र त्यसैले दुबईमा रहनुहुन्छ भने तपाईँले अरूको नाममा सिम चलाउनु भएको छ भने आफ्नो नाममा गर्नु होला र यदि आफ्नो नाममा सिम चलाउनु भएको छ भने चाहिँ एकदम राम्रो हुन्छ र तपाईँले कसैलाई सिम निकालिदिनु भएको छ भने त्यो सिम उनीहरूको नाममा ट्रान्सफर गरिदिनु होला। त्यसै गऱ्यो भने तपाईँ अलिकति सेफ रहनुहुन्छ र धेरै सिमको प्रब्लम हुन्छ र जस्तै यसरी सिम चलाउँदा चाहिँ तपाईँलाई पुलिसले केही पर्यो भने तपाईँलाई नै खोज्छ सुरुमा र समात्ने पनि तपाईँलाई नै हो।